मैले यो फिल्म किन छुटाएँ आजसम्म म अचम्मै परिरहेको छु। डेनी डेन्जोपा, तुलसी घिमिरे र उगेनजीले लेखेको मुभी साइनो। अमेजिङ स्टोरी, डायलग्स A1, मुभीमा जति पनि चाहिने एलिमेन्टहरू छ नि सबै छ। वाउ, पहिलोचोटि होला यार मैले नेपाली फिल्म हेर्दाखेरि आफूलाई फिल भएको के। संवाद, लिटरेचर उस्तै राम्रो छ। इभन सिनेमाटोग्राफी, आई लभ इट। त्यो जमानामा है 30-35 वर्ष अगाडिको टेक्नोलोजी अनि मुभी यस्तो मजाले बगेको छ है। इभन भुवन केसी, he did a very good job। आर्टिस्टहरू हेर्नुहुन्छ है सबै 101 है। दे रियली लुक लाइक आर्टिस्ट के। अनि कुनै चिज फेक जस्तो पनि देखिँदैन है। त्यो बच्चाको रोल पनि त्यस्तै राम्रो, डायलगहरू चाहिँ A1 यार। तपाईँहरूले यो मुभी हेर्नु भएको छैन भने एकचोटि हेर्नुहोस्। अनि नेपाली फिल्म कस्तो बनिरहेको छन्, फर्केट एबाउट रहेछौँ होला यार। रियली यार मेरो मन छोयो यो मुभीले। कसरी यो मुभी मैले आजसम्म नहेरेको रहेछु। आई वाज सरप्राइज के। अनि यो मुभी यस्तो मजाले बगेको छ है। हिन्दी सिनेमा जसरी बगाउँछ नि सानो स्टोरीमा पनि, यो पनि समथिङ लाइक द्याट के। तर त्यति बेला यो लेभलको मुभी अनि त्यो लेभलको स्टोरी है, प्रेजेन्टेसन पनि स्टिल भेरी गुड के। अनि आवाज यार द्याट्स कल मुभी के। अहिले हेर्नुहोस् न 4K क्यामेरा, आरई रेड जेसुकैले खिचुन्, जतिसुकै टेक्नोलोजीहरू युज गर गति छैन। द्याट्स वाइ नेपाली फिल्मसहरू फ्लप हुने कारणै त्यही हो। बट तुलसी घिमिरेजी, डेनी डेन्जोपा, भेरी ट्यालेन्टेड आर्टिस्ट। वाह, सल्युट छ यार। त्यो जमानामा त्यो लेभलको कथा है। तपाईँले यदि यो मुभी छुटाउनु भएको छ भने हेर्नुहोस् प्लिज, युट्युबमा छ, फ्री, मजाले हेर्नुहोस्। कथा, गीत, धुन, रजनीत गजमेर है, इफ आइम नट रङ। अमेजिङ, हरेक पाटो राम्रो छ। सङ्गीत, डायलग, स्टोरी जुन 3 एक्ट स्ट्रक्चरमा छ, अनि मुभीको फ्लो, द कन्फ्लिक्ट, सिचुएसन्स है, अनि त्यो मुभीमा चाहिने एलिमेन्टहरू, सब टेक्स्टहरू, वाउ, सबै डायलगले भन्छ यार। मैले सोचेको थिएन यस्तो राम्रो मुभी पनि नेपाली फिल्म बनेको छ भन्ने। एकपटक हेर्नुहोस् प्लिज, एकपटक हेर्नुहोस्। हेर्नु भएको छ भने कमेन्ट गर्नुहोस् हजुरलाई कतिको मन पर्यो कि। भुवन केसी भेरी गुड, भेरी स्मार्ट, लाइक हिज एनदर लेभल यार। खोइ त नेपाली फिल्म त्यो लेभलमा अझसम्म बनेकै छैन। त्यो एक दुईवटा त्यो फेस्टिभलको बाहेक आई डोन्ट नो है, मैले त्यो हेरेको पनि छैन। त्यो अर्कै खालको मुभीहरू हो। तर एज अ फिल्म तपाईँ सिनेमा घरमा अथवा टिभीको स्क्रिनको अगाडि बसेर एउटा सिनेमा हेर्छु भन्नु हो भने यो एउटा सिनेमा भन्न लायकको नेपाली फिल्म साइनो। तुलसी घिमिरे, डेनी डेन्जोपा, भुवन केसी, यु गाइज आर नेल इट। हेर्न नभुल्नु होला। माया बसेछ